समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, सुदूरपश्चिमको प्रमुख विमानस्थल धनगढ़ी विमानस्थललाई स्तरोन्नति के कसरी गर्न सकिन्छ र त्यसमा के कस्ता प्रयासहरू भइरहेका छन् भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौं। त्यसको लागि त्यस क्षेत्रमा रहेका सरकारवाला पक्षहरू लागिरहेका छन् र सोही विषयमा केही दिन अघि राष्ट्रिय योजना आयोगमा सर्वपक्षीय छलफल समेत भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरू, सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा त्यससँग सम्बन्धित सरकारवाला पक्षसँग भएको छलफलमा के कुराहरू भए, त्यसप्रति सरकारको धारणा के छ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौं। यसको लागि हामीसँग हुनुहुन्छ सोही छलफलमा संलग्न नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष, पर्यटन व्यवसाय एवं सामाजिक अभियन्ता माया प्रकाश भट्ट। प्रति स्वागत छ कार्यक्रममा। नमस्कार, धन्यवाद। सुदूरपश्चिमको एउटा प्रमुख विमानस्थल धनगढ़ी विमानस्थललाई स्तरोन्नति गर्नुपर्छ भनेर यहाँहरू विगतदेखि नै लागिराख्नु भएको छ र त्यसको लागि विभिन्न प्रयासहरू पनि भए। फलस्वरूप केही दिन अघि मात्र काठमाडौँमा राष्ट्रिय योजना आयोगमा मन्त्री सहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहितको छलफल भयो। त्यो छलफलमा कस्तो कुराकानी भयो, के कुराहरू भयो बताइदिनु न। हुन्छ, यो महत्वपूर्ण समयको लागि म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। त्योभन्दा अगाडि म अलिकति यो धनगढ़ी विमानस्थलको पृष्ठभूमि नै अलिकति सेयर गर्न चाहन्छु। धनगढ़ी यहाँहरूलाई पनि थाहा छ, बजारमै धनगढ़ीको यो एयरपोर्ट थियो र यो क्षेत्रको राम्रो सम्भावना र पछि गएर यसलाई अन्तर्राष्ट्रिय लेभलकै स्तरमा चाहिँ उन्नति गर्नुपर्छ र एउटा यो नेपालकै र एउटा राष्ट्रिय हब हुन सक्छ भन्ने किसिमले त्यति बेलाको दूरदर्शिता कै कारणले भनौँ भने हामीले धनगढ़ी बजारबाट यसलाई बजारमाबाट बाहिर नै लैजानुपर्छ भन्ने किसिमले गेटा भन्ने अहिले हाम्रो चाहिँ राजमार्गबाट झन्डै 2.5 किलोमिटर करिबमा पर्छ। अतरियाबाट आउने हाम्रो धनगढ़ी आउने राजमार्गको 2.5 किलोमिटर भित्रपट्टि गेटामा चाहिँ अहिले विमानस्थल छ। अब यो तत्पश्चात हामीले अब त्यतिखेर सिधै एयरको सानो ट्विनाटर विमानले 3 महिना अथवा 6 महिना जति सेवा दिने गर्थ्यो। हाम्रो अल वेदर एयरपोर्ट पनि थिएन, 12 महिना चल्ने खालको अवस्था पनि थिएन। अनि 12 महिना चल्ने खालको बनाउनको लागि हामीले धनगढ़ीबाटै सुरुवाती गर्यौं। त्यतिखेरबाट पनि सुरुवाती हामीले 60-40 भन्ने थियो। त्यतिखेर सरकारले 40% हामीले राखिदियो भने 60% चाहिँ सरकारले हालेर काम गर्ने चलन थियो। 60-40 को मोडलमा हामीले त्यो झन्डै 25 लाख रुपियाँ जिल्ला विकासले हाल्यो, 15 लाख रुपियाँ नगरपालिकाले हाल्यो, 5 लाख रुपियाँ हामी निजी क्षेत्र उद्योगसँगै हाल्यो। त 40 लाख रुपियाँ हामीले बनाएर 60 लाख रुपियाँ चाहिँ सरकारबाट मागेर 1 करोड रुपियाँमा हामीले 600 मिटर रनवे ब्लेक टप गरेर अनि 12 महिना जहाज चल्ने खालको वातावरण सृजना गर्यो। त्यो सुरुवाती चरणको कुरो। त्यसपछि बिस्तारै अब काम गर्दै जाँदा आवश्यकता पनि महसुस भयो र हाम्रो पनि प्रयासले निरन्तरता पाएपछि हामीले अब यसको स्तरोन्नति गर्नुपर्छ भन्ने किसिमले 2063 देखि भनौँ, झन्डै 2063 देखि अहिलेको हाम्रो पर्यटन मन्त्रीज्यू यो धनगढ़ी विमानस्थलले जोडिएको मलाई लाग्छ 31 पर्यटन मन्त्रीज्यू हुनुहुन्छ। उहाँसम्म पुग्दा हामीले अब धेरै उतार चढावहरू भयो, धेरै कामहरू पनि भयो र राम्रो सम्भावना भविष्यको लागि चाहिँ एउटा महत्त्वपूर्ण यो पूर्वाधार र महत्त्वपूर्ण देशकै एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा चाहिँ यसलाई बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ अब दुई मत रहेन। हाम्रो राम्रो सम्भावना भएको छ, राम्रो सम्भावनाका प्लस पोइन्टहरूको विषयमा पनि म कुरा गरौँला। जस्तो अब हाम्रो एसियन हाइवेकै इन्ट्री पोइन्ट भनेकै सुदूरपश्चिम हो, बनबासा हो। भारतका महत्त्वपूर्ण धार्मिक स्थलहरू हाम्रो यहाँले भनिसके भारतसँग पनि सिमाना जोडिएको, चीनसँग पनि सिमाना जोडिएको सुदूरपश्चिम क्षेत्र त्यो मात्र नभएर नेपालको दूरी नै कति छ र हैन सम्भावना भएको ठाउँ हो। तर यो विषयमा हामी कुराकानी गर्ने नै छौं। अस्तिको छलफलमा के कुराकानी भयो बताउनु न, त्यहाँबाट सुरुवात गरौँ। हैन, बुझ्यो मैले। मेन कुरो के भने निड नै, आवश्यकता नै आविष्कारको जननी भन्छ नि। हामीले आवश्यकतालाई चाहिँ पहिले परिमार्जित गर्न सक्नुपर्छ। आवश्यकता छ भनेपछि अनि हामीलाई आज नभए भोलि नभए केही कुराले रोके पनि हामी जान सक्छौँ र यो धनगढ़ी विमानस्थलको अन्तर्राष्ट्रिय लेभलको जहाज चल्नको लागि चाहिँ उपयुक्त हो भन्ने आवश्यकतामा चाहिँ अब दुई मत रहेन। हामीले आवश्यकता महसुस गरेर विगत लामो समयदेखि भने नि मैले अब अस्तिको कन्क्लुजनमा पुग्नुभन्दा अगाडि धेरै हामीले गरेका त्यसका प्रयासहरू छन्। धनगढ़ी यहीँबाट हामीले 1 रुपियाँ अभियान पनि चलाएर चाहिँ सार्वजनिक रूपमै चन्दा उठाएर
काठमाडौँ भन्दा दोस्रो ठुलो एयरपोर्टको रूपमा चाहिँ हामीले डेभलप गर्नुपर्छ भन्ने किसिमले चाहिँ त्यतिखेर हामीसित अरू अधिराज्यभरि 1500 मिटर रनवे थियो, हामीले 1800 रनवे बनायौँ र त्यतिखेर हामीले भन्ने गर्यौँ अब काठमाडौँ भन्दा दोस्रो ठुलो एयरपोर्ट हो हाम्रो भयो है भन्ने पनि गर्यौँ हामीले। गर्दा गर्दा कता अब जसरी यो एयरपोर्टले चाहिँ अब पिकअप गर्नुपर्थ्यो त्यसरी गर्न नसके अवस्था भएको कारणले 3 वर्ष अगाडि नै झन्डै तत्कालीन पर्यटन मन्त्रीज्यूले केन्द्रकै बजेटबाट 2 अरब रुपियाँ चाहिँ बजेट पनि छुट्याएको र 10 अरब रुपियाँ चाहिँ अर्को नेपाल सरकारले स्रोतको सुनिश्चित गर्यो भनेपछि हामीले 358 बिघा चाहन्छौँ, 350 बिघा लमसम यसलाई पछिसम्मको लागि चाहिँ जग्गा आवश्यक हुन्छ। आज नभए भोलि नभए पछि 10 वर्ष 20 वर्ष 50 वर्ष गए पनि पछि गए पनि सोचाइ कम गर्नु हुँदैन र हामीले यसलाई जसरी पनि अन्तर्राष्ट्रिय एयरपोर्टमा लैजानुपर्छ अथवा सबै खाले जहाजहरू अवतरण गर्न सक्ने किसिमको, अब सानो मुलुकमा धेरै अन्तर्राष्ट्रिय भन्दा पनि लाजै हुन्छ तर सबै खाले जहाजहरू अवतरण गर्न सक्ने खालको क्षेत्रीय विमानस्थलकै अवधारणा पनि लैजाने भन्ने किसिमले चाहिँ सुरुवाती गरियो र त्यतिखेर सबै यसको डिपिआरहरू चाहिने मास्टर प्लानहरू जग्गाको रेखाङ्कनको एरियादेखि लिएर हामीले त्यो एरिया अहिले समस्या के भने जस्तो त्यो एरियामा झन्डै 10 वर्षदेखि मान्छेले आफ्नो प्रोपर्टी चाहिँ चलायमान गर्न सकेको छैन, हामीले पक्की घरहरू बनाउन दिएको छैनौँ। अब भोलि गएर चाहिँ यो तपाईँहरूले एयरपोर्टले यो जग्गा लिने नै हो, अब चाहिँ महँगो पर्छ यताउति भन्ने किसिमले त्यहाँको स्थानीयवासीहरूलाई पनि धेरै रोकेको अवस्था छ। अब उहाँहरू पनि रोकिन सकेन, तपाईँहरूले लिनु भने सरकारले लिनु पर्यो, होइन भने हाम्रो प्रोजेक्टपट्टिको हामीले विसलत। त्यही त भने यहाँहरूले त्यो कहानी भन्नुभन्दा अगाडि अस्तिको छलफलमा के भयो त्यसपछि कुराकानी गरौँला नि। होइन ठिक हो, ठ्याक्कै अब त्यही भने मैले त्यहाँ पुग्न आयो भने मैले केही अलिकति भूमिका चाहिने हुनाले अनि त्यही विषयकी कामहरू हामी त रोकिएर हामीले अब यसलाई कसरी अगाडि बढ्ने भन्ने विषयमा चाहिँ एउटा मोडल हामीले अस्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्षज्यू र हाम्रो निजी क्षेत्रकै समन्वयमा योजना आयोगकै उसमा हामीले योजना आयोगकै बैठक हलमा चाहिँ हामीले एउटा कसरी यसलाई चाहिँ रोकिएको कामहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा चाहिँ एउटा धनगढी विमानस्थलको स्तर उन्नति गर्ने भन्ने विषयको छलफल आयोजना गर्यौँ। त्यसमा माननीय राष्ट्रिय योजना आयोगको उपाध्यक्षज्यू लगायत योजना आयोगको सदस्यज्यूहरू हुनुहुन्थ्यो, अब हाम्रो पर्यटन नेपाल सरकारको पर्यटन मन्त्रीज्यू हुनुहुन्थ्यो, श्रीमान पर्यटन सचिवज्यू हुनुहुन्थ्यो, नागरिक उद्यम प्राधिकरणको डिजी लगायतको अब त्यहाँको डिपार्टमेन्ट निर्माण विभाग हेर्ने निर्देशकज्यूहरूदेखि लिएर सबै सरोकारवाला र यो क्षेत्रबाट सुदूरपश्चिमबाट प्रस्तुत गर्ने काठमाडौँमा हामीले जानकारी चाहिँ सबै माननीय सांसदज्यूहरूलाई पनि खबर गरेका थियौँ तर 8-9 जना साथीहरूको उपस्थिति थियो। मान्यज्यूहरू र निजी क्षेत्रकै समुपस्थितिमा हामीले अब यसको स्तर उन्नति कसरी गर्नुपर्छ भन्ने विषयमा एउटा सिंगल एजेन्डामा छलफल गर्यौँ। अब सबै मान्यज्यूहरूको अथवा त्यहाँ उपस्थित जति पनि हामी सरोकारवाला थियौँ सबैको एकमत रह्यो र एउटै आवाज हो, अलिक ढिलो भयो, हामीले अलि अगाडि गरिसक्नुपर्छ, यो आवश्यकता हो, यसको स्तर उन्नति गर्नुपर्छ। अब कसरी जाने भन्ने किसिमको मेकानिजमको लागि चाहिँ नेपाल सरकार नागरिक उद्यम प्राधिकरण तपाईँ हामी सरोकारवाला र यो क्षेत्र अझ पनि यो क्षेत्रबाट प्रस्तुत गर्ने त्यहाँ सांसदज्यूहरूले हामीले कोर्डिनेसन गर्छौँ, बेला बखत तपाईँहरू पनि हामीलाई राख्ने काम गर्नु पर्ला तर यो काम चाहिँ हामी अगाडि बढ्छौँ भन्ने टाइपको एउटा जोइन्ट प्रतिबद्धता भन्नु पर्यो। यसलाई त्योभन्दा अगाडि त केही भन्नु सकिँदैन, सबैको राम्रो सोच चाहिँ यो ढिलो भएको हो, यसलाई अगाडि बढाउनु पर्छ भन्ने किसिममा चाहिँ एउटै आवाज भएर हामी एकमत भएको मैले महसुस गरेँ। त्यसमा बजेटका विषयमा पनि कुराकानी भयो या छलफल मात्र सकारात्मक भयो? होइन, बजेटको चाहिँ त अहिलेको त बजेट नेपाल सरकार यो वर्षको बजेटको प्रक्रिया त वर्षमा एक्जिक्युटिभ बजेट आउने भावनाले यो वर्षको बजेटलाई हप्तेले छुन सक्दैन, सम्बोधन गर्न सक्दैन। अब केन्द्रको केही पैसा इन्टरनल बजेटमा चाहिँ यो वर्ष पनि लगेर सामान्य इन्फ्रास्ट्रक्चरहरू केही बनाउने कि भन्ने कुरो चाहिँ भयो तर खास गरेर हामीले फोकस गर्न खोजेको आगामी बजेटमै भयो भने यसको त्यो विषय पनि धेरै कामहरू गर्नुपर्ने भावनाले यसको कुन मोडल जस्तो P1, P2, P3 दुई-तीनवटा मोडलमा हामीले यसलाई एक्सर्साइज गरेको छौँ। अब राज्यले हामीले जनताको जान P1 सबभन्दा राम्रो पनि हुनुपर्छ भन्ने हो। अब आर्थिक स्थिति यताउति सबै गरेर कुन मोडलमा यो एयरपोर्टलाई लैजाने र कुन किसिमले तपाईँहरू अगाडि बढाइदिनुहुन्छ र यसको भविष्य के हुन्छ भन्ने किसिमको निर्ज्ञाउको लागि चाहिँ एक्कासी अहिले हामीले भन्न सक्दैनौँ। हामी नेपाल सरकारको अब सबै भनौँ नि प्यानलाई पनि सरसल्लाह गर्नु पर्यो। तपाईँहरूले भने अनुसारको आवश्यकताहरूको विषयमा पनि हामीले फेरि विगत छलफल गर्छौँ। त्यसमा एयरलाइन्सको साथीहरूको पनि उपस्थिति थियो र अझ पनि अब सरोकारवाला सबैलाई बोलाएर जो हामी सकारात्मक छौँ र यो काम चाहिँ अगाडि बढाउँछौँ भन्ने किसिमको मैले चाहिँ आशय पाएँ। त्यो बैठकमा विमानस्थलको स्तरोन्नतिका कुराहरू मात्र भयो या त्योसँग जोडिएका अथवा त्यहाँको पर्यटन व्यवसायसँग जोडिएका अन्य कुराहरू पनि भए? होइन, यो त कस्तो छ भने अब विषयहरूलाई छान गर्दा त पहिले सपोर्टिङका विषयहरू के हुन् भन्ने मेरो विषय एउटा हामीले खाना खाने बेला चाहिँ भात खाने भन्छौँ तर त्यसमा दाल तरकारी साग सपोर्टिङहरू त सबै चाहिन्छ, कुराहरू चाहिँ सबै उठे तर हामीले एउटा महसुस साथीहरूलाई के गरायौँ र त्यो ध्रुव सत्य पनि के हो भने जबसम्म हामी यो राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा
जोडिन सक्दैनौँ। सुदूरपश्चिमकै केसहरू खास यहाँ कस्तो अवस्था छ भने ठ्याक्कै हामीले सुदूरपश्चिमको हरेक कुराको सम्भावना हुँदै हुँदै पनि कनेक्टिभिटी नै मेजर हो। कनेक्टिभिटी नभइकन हामीले सुदूरपश्चिमलाई उँभो लगाउन सक्दैनौँ। त्यसमध्येको महत्त्वपूर्ण कनेक्टिभिटीको रूपमा चाहिँ जस्तो अब हामीसित भारतसित पनि अहिले आधिकारिक नाका छैन, चाइनासित पनि आधिकारिक नाका छैन, आकाशसित पनि आधिकारिक नाका छैन भने हामी त सुदूरपश्चिम कसरी उँभो लाग्छौँ। तर यो तीनटा कुरा के अरे हाम्रो धनगढीको हकमा भनौँ नि, सुदूरपश्चिमकै हकमा यो एसियन हाइवे नबन्दासम्मको लागि चाहिँ यो घरिफाइन्ट नाकाको स्तर उन्नति गर्ने। अब अहिले साथीहरूले जसले जहाँ जेसुकै भने पनि हाम्रो बजाङको उराई नाका अलिकति टाढो चाइनासित पनि जोड्न सकिने भावनाले त्यत्तिकै महत्त्वपूर्ण जस्तो हाम्रो महाकाली कोरिडोर त्यत्तिकै महत्त्वपूर्ण छ, कर्णाली कोरिडोर त्यत्तिकै महत्त्वपूर्ण छन्। धेरै बाटाहरू सुदूरपश्चिमले उत्तर दक्षिण जोड्ने महत्त्वपूर्ण बाटाहरू छन्। यसमा अब सबैले पहल पनि गरिरहनु भएको छ। तर अहिले तत्कालको लागि जुन त्यो भएका बाटाहरूमध्ये एउटा महत्त्वपूर्ण बाटो को हुन्छ बजाङ भनौँ नि, यहाँबाट हामीले कुटिया दिपाइल अथवा दिपाइल चैनपुरबाट उराई नागालाई जोड्नलाई चाहिँ एउटा फास्टट्र्याकको रूपमा भारतसित चाइनासितको चाहिँ कनेक्टिभिटी जोड्ने र एउटा भारतसितको लागि चाहिँ एसियन हाइवे नहुँदासम्म तत्कालको लागि अब त्यो 2-3 राउन्ड अवधि गठबन्धन नाकाको स्तर उन्नतिको विषय पनि द्वैराष्ट्रिय लेभलमा कि प्रधानमन्त्रीज्यूहरूको लेभलमा पनि पुऱ्याइसकेका हुनाले यसलाई चाहिँ कोर्डिनेसन गर्नु छ, यता जोड्ने र यही सँगसँगै हवाई कनेक्टिभिटी पनि एकदमै महत्त्वपूर्ण भावनाले यसले चाहिँ हाम्रो भनौँ न अब यो भारतको लागि अहिले हामीले राइट अफ वे भन्छ एयर रुटको लागि पनि एउटा पूर्वबाट एउटा पश्चिमबाटै भारतले एलाउ गरेको छ। त्यसमध्येको एउटा सिमरा बाटो एउटा सुदूरपश्चिम बाटै हो। एयर रुट पनि परेको जग्गा पनि अहिले पनि हामीले धेरै सस्तोमा जग्गा दिन सक्ने यी विविध विषय जस्तो उत्तराञ्चलको पपुलेसन र मुभमेन्ट चाहिँ यहाँको हेर्दा यो आवश्यकता हुनेले यसलाई हामी अगाडि बढाउँछौँ भन्ने टाइपको चाहिँ आशय मान्यज्यू मन्त्रीज्यूहरूको पाइयो। हजुर, तर विमानस्थलका कुरा गर्दाखेरि विमानस्थल भएर मात्र भएन, त्यहाँ चल्ने हवाई जहाजका कुराहरू भए होइन, यात्रुहरूको कुरो पनि जोडेर आउँछ। भएका विमानस्थलहरू अन्तर्राष्ट्रिय विमानस्थलहरू राम्रोसँग चल्न सकिरहेका छन्, फेरि थप्ने हो भने त राज्यलाई पनि भार होइन, नागरिकलाई पनि भार, यो त समस्या होला नि होइन। यो एउटा कस्तो छ भने मैले ठ्याक्क भन्न त मिल्दैन, सानो मुखले धेरै बोले जस्तो हुन्छ। तर हाम्रो परम्परा चाहिँ पहुँचको भरमा काम गर्ने परम्परा भावनाले यो दुःख भाव अहिलेसम्म हामीलाई पनि लाग्छ। हामीसित 3-3वटा के अरे 2टा चाहिँ 3 वर्षदेखि तयार भइरहेको अन्तर्राष्ट्रिय एयरपोर्टहरू छन्। अब सिमराको लागि चाहिँ हामीले त्यसरी चाहिँ मेहनत गरिरहेका छौँ। तर अहिले पनि लाजमर्दो कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय फ्लाइटहरू चाहिँ डाइभर्ट गर्यो भने त्यसलाई पनि नलैजान्छ। यो किन हो? यो त्यो एयरपोर्टहरू चाहिँ फिजिबल छैनन् अथवा यो राज्यले हेर्नु पर्यो नि। त्यो सरकारलाई एउटा प्रश्नवाचक चिन्हको रूपमा चाहिँ देखिएको छ। अहिले पनि हाम्रो इन्टरनेसनल फ्लाइटहरू डाइभर्ट भयो भनेपछि लखनऊ किन लगिन्छ? हामी कहाँ तपाईँ भन्नुहुन्छ 3-3वटा एयरपोर्ट छ त 3-3 एयरपोर्टहरू भयो भने तिनले सपोर्टिङको काम केही पनि गरिरहेको छैन। यहाँ टेक्निकल समस्याहरू के छ यो विषयमा चाहिँ राज्यले अलिकति बुझ्नु पर्यो र त्यो भएका एयरपोर्टहरूलाई पनि सदुपयोग गर्ने वातावरण सिर्जना गर्नु पर्यो। त्यति हुँदै पनि अब तीभन्दा भिन्न महत्त्वको यो धनगढीको विमानस्थल चाहिँ ती एयरपोर्टभन्दा भिन्न महत्त्वको 12 महिना चल्न सक्ने, भिजिटरको कुनै नहुने 3-3, 4-4, 5-5 वर्ष हामीले अध्ययन गरेको भावनाले यसमा चाहिँ भोलि त्यस्तो समस्या आउला भन्न सकिने खालको छैन। अझै समस्या त्यस्तो छ भने पनि त्यो क्लिनिकली यो कुराको लागि तपाईँहरूको सुदूरपश्चिमको एयरपोर्ट भिजिबल छैन र हामी बनाउँदैनौँ भनेर त राज्यले हुँदैन भनेपछि हामीलाई पुष्टि गरेर चित्त बुझाउने खालको जवाब त दिनु पर्यो नि। तर ती एयरपोर्टभन्दा हाम्रो अवस्था चाहिँ भिन्न छ। यो हरेक कुराले हामी पैसाको किसिमले त्यति खरबौँ खर्च जति पैसा ती एयरपोर्टहरूमा खर्च भएको छ त्यसको 50% कम पैसामा हामीले इन्टरनेसनल एयरपोर्ट बनाउन सक्छौँ। यो हाम्रो दावा छ कि त्यही भएर पपुलेसन अथवा भिजिटरहरूको कमी भन्ने छँदै छैन। यो एउटा यस्तो छ उत्तराञ्चलको पपुलेसन मात्रै हेर्ने हो र हामी त कैलाश मानसरोवरको गेटवेको रूपमा चाहिँ सुदूरपश्चिमलाई डेभलप गर्दैछौँ र यहाँको चाहिँ जस्तो यो धार्मिक संरचनाहरू 7 सिस्टर 7वटा नवदुर्गा भगवतीको वासस्थान जस्तो उत्तराञ्चलले हेर्नु तपाईँ गङ्गोत्री बद्री केदार त्यो त्यही पहाड चलायमान गर्नको लागि यस्तो पोलिसीहरू चाहिँ छ। र अहिले पनि हामी यहाँ एउटा टोलीबाट त 2टा हेलिकप्टर यहाँ रात्रिकालीन यहाँ बस्ने व्यवस्था गरिदिने हो। नागरिक उड्डयन प्राधिकरणले मेकानिकल एउटा इक्विपमेन्टहरू सहितको इन्जिनियर यहाँ राख्ने हो भने दैनिक हामीले एउटा हेलिकप्टर र 2टा हेलिकप्टर र एउटा ट्रेनरलाई दिन सक्छौँ। सामान्य रेस्क्युको लागि पनि नेपालगञ्जबाट हेलिकप्टर ल्याउनु पर्ने एकदमै यो भन्नु पर्यो भने एकदमै आँखाबाट आँसु आउँछ कि एकदम दुःखदायी अवस्था। सुदूरपश्चिमको साँच्चीकै भन्ने हो भने अहिले पनि पूर्वाधारमा एकदमै हामी पछाडि छौँ र एकदम महत्त्वपूर्ण हुँदै पनि हामी अगाडि बढ्न सकेका यो त एकदमै दुःखदायी अवस्था छ। तर सम्भावना नभएको भन्ने चाहिँ होइन। भट्ट सर, यहाँहरू धनगढी विमानस्थललाई मात्र स्तर उन्नति गर्ने कुराहरू गर्नुहुन्छ, त्योसँग जोडिएका त्यसलाई कनेक्टिभिटी गर्ने पहाडी जिल्लामा पनि एयरपोर्टहरू छन्, हवाई मैदानहरू छन्, उनीहरूको स्तर उन्नतिको लागि यहाँहरू लाग्नुहुन्न। धनगढी मात्र केन्द्र हो?
यहाँहरूको बुझाइ? मैले त्यसरी भन्नु खोजेँ, पहिले एउटा भने नि मैले, एउटा त पहिले मेन हामीसित एउटा हब एयरपोर्ट हुनु पर्यो। एउटा धनगढीको जस्तो टिकापुरको एयरपोर्टको कुरो गरौँ, महेन्द्रगढको एयरपोर्टको कुरो गरौँ, दिपायलडोटी हामीसित भनौँ न अहिले डडेलधुरा बाहेकको सबै जिल्लाहरूमा एयरपोर्ट छन्, तर ती एयरपोर्टहरू किन चलिरहेको छैन त? मेन कुरो त धनगढीमा त छैन भन्ने त भएका किन चलाउन सकिरहेको छैन? किनभने ती आवश्यकता छैन भन्ने कुरो त्यसैले पनि महसुस गराउँछ कि अब होइन, मैले आवश्यकता कुरो सरकारको भन्दाखेरि यहाँहरू पर्यटन व्यवसाय हो, त्यो क्षेत्रको अभियन्ता पनि हो, खप्तड, बढीमालिका, उतातिर चाहिँ उग्रतारा, त्रिपुरा सुन्दरी, अपी, सैपाल, थुप्रै ठाउँहरू छन् नि त्यहाँ पनि त भने नि बुझ्यो मैले। तर त्यो ठाउँ चलायमान गर्नको लागि भने नि धनगढी जस्तो नेपालगञ्ज एउटा क्षेत्रीय विमानस्थलको रूपमा छ नि त। नेपालगञ्ज एउटा क्षेत्रीय विमानस्थलमा राति जहाज त्यहाँ बस्ने, ट्रेनाटरहरू बस्ने, हेलिकप्टरहरू बस्ने, त्यो राज्यले दिनुपर्ने पूर्वाधारहरू, नाइट टेन्डिङको ह्याङ्गर, हबहरू त सबै कुरो त्यहाँ दिएर जहाज यहाँ बसेर ल हामीसित जहाज पनि हुनु पर्यो नि। सरकारले हामीसित जहाज पनि छन्, हामीले दिएका छौँ, तपाईँहरूले चलाउन सक्नु भएको छैन, हाम्रा जहाज आइडिल बस्यो भन्ने खालको अवस्था त सरकारले, पहिलो कुरो त सरकारले यहाँ मतलब नाइट स्टेको व्यवस्था नै गर्न सकेका छैन, राति यहाँ राख्ने वातावरण नै दिएको छैन। त्यसपछि सरकारले जहाजहरू नै छैन, चलेन भन्ने कुरो त सरकारलाई दिने कुराहरू, यहाँले भन्नेको दोष लाउने कुराहरू यहाँहरूको मागपत्रमा पनि त ती कुरा देखिन्नन् नि। होइन भने हाम्रो पहुँच, जबकि सुदूरपश्चिमका बासिन्दा, त्यहाँको सरोकारका पक्षमा यहाँहरू बोल्नुहुन्छ, यहाँहरूकै प्रायोरिटीमा त्यो पर्दैन भने त काठमाडौँले हेर्ने फरक हुन सक्छ, स्वाभाविकै हो, होइन र? हो, अहिले हामीले एकद्वार प्रणालीमा जानुपर्छ, एकमत हुनुपर्छ। हिजो अस्तिका केही अनुभवहरूलाई पनि सेयर गर्ने भनेकै त्यही हो नि त। अहिले हामीले हाम्रो पहुँच भनेको यो क्षेत्रका सांसदज्यूहरूसित हो। हामीले जनप्रतिनिधि भनेर सङ्घीय सरकारमा जुन सांसदज्यूहरूलाई पठायौँ, त्यो सांसदज्यूहरूले हो केन्द्रमा सरकारसित आवाज उठाउने भनेर उहाँहरूको काम हो। उहाँहरूले आइडियल बिजनेस गर्ने होइन, उहाँहरूले बिजनेसै त्यो हो। सरकारबाट हामीले बिजनेस पाएनौँ भनेर हाउसमा जो कुराहरू आवाजहरू उठिरहेको हुन्छ नि, यहाँको महत्त्वपूर्ण समस्याहरू यही हो। उहाँहरूले केटागराइज गर्नु पर्यो। हाम्रो यहाँ भएका 16वटा 17वटा सांसदज्यूहरूले एक ठाउँ बसेर P1, P2, P3 हामीले डडेलधुरालाई चाहिँ यो एउटा कृषिको हबको रूपमा बनाउन सक्छौँ। के अरे बैतडीलाई चाहिँ हामीले देवता नवदुर्गा भगवतीको भनौँ न 7 सिस्टरको रूपमा चाहिँ बनाउन सक्छौँ। अनि अर्कोलाई चाहिँ हामीले स्वास्थ्यको हब बनाउन सक्छौँ। 9वटा जिल्लाका 9वटा पोटेन्सियल बाटाहरू यी हुन्। तर यसको लागि चाहिँ धनगढी चाहिँ अब है, धनगढीलाई डेभलपमेन्ट गरिकन हामी अगाडि जान सक्दैनौँ। जस्तो एयरपोर्टै भने अब अहिले चाहिँ टिकापुरको एयरपोर्टहरू, महेन्द्रगढको एयरपोर्टहरू ट्रेनिङ सेन्टरको रूपमा चाहिँ पाइलटहरूलाई उत्पादन गर्ने उसमा चाहिँ ल्याउन सकिन्छ। धनगढी विमान ल्यान्ड गर्न सकिने महेन्द्रगढ जान सक्ने हुन सकिन्छ। अब अहिले पनि जस्तो आवश्यकताले हेर्ने हो भने त गोकुलेको विमानस्थल भयो, बझाङको विमानस्थल भयो, पोल्टीको विमानस्थल, यिनीहरू चाहिँ चलायमान हुनसक्छ। तर यहाँ अवस्था कस्तो पनि छ, डोटीको, साँपेको, हाम्रो बैतडीको केसमा 3-4 घन्टा या त दैनिक फ्लाइटहरू हुनु पर्यो र त्यो मुभमेन्ट गर्छ। हप्ताको एउटा फ्लाइट गर्ने, हप्ताको 2टा फ्लाइट गर्ने, त्यो पनि नियमितमा आउने। नेपाल सरकारले जहाजै नहुने भने त त्यसरी एयरपोर्ट चलायमान पनि हुन सक्दैन नि। 7 दिनको 1 दिनमा म जहाज चल्छ भनेर त 4 घन्टा बाटोमा कुर्दैन नि मान्छे। जस्तो अब सिमरा हेर्नुहोस् अथवा चितवन नै हेर्नुहोस्, अल्टरनेट दैनिक 200 फ्लाइटहरू छन्, तब न पुग्छन्। अब यहाँको समस्या त अहिले पनि त्यही छ, जहाँको पनि फ्लाइट डाइभर्ट गर्नु पर्यो, डिले गर्नु पर्यो भने सुदूरपश्चिमको। हामी अहिले पनि काठमाडौँको एयरपोर्टमा 3-3, 4-4 घन्टा, 5-5 घन्टा बस्छौँ, किनभने हामी त अर्को अप्सन हुँदैन। अब अन्तको फ्लाइट चाहिँ डिले गर्ने बित्तिकै त मान्छेले अर्को जहाज चढेर पनि गइहाल्छन् नि। त्यही भएर हामी कहाँ पहिले त यो समस्याको समाधानको लागि सफिसियन्ट पूर्वाधारहरू हुनु पर्यो नि। हजुर। अनि छलफल भयो, अस्ति उच्च स्तरीय छलफल भयो, बस भयो, होइन, सुदूरपश्चिमको विमानस्थलको विषयमा। तर भाडाको विषयमा कुराकानी भयो कि भएन? होइन, भाडाको विषयमा पुरो भने नि मैले अहिले पनि हामी लाचार भएर भन्नुपर्छ। हामी जति पनि यो टुर एन्ड ट्राभल एसोसिएसनहरू छन्, सुदूरपश्चिममा जति एयरलाइन्सहरूले कमिसन दिएको छ त्यो अरू क्षेत्रको भन्दा सबैभन्दा कम छ। जति सबभन्दा लामो दूरीको एयरपोर्ट, लामो भाडादेखि यहाँ छ। तर त्यस्तो हामीलाई कमिसन दिनु पर्यो सबैले। हामीले अन रिक्वेस्ट छ सीता एयरलाई, अहिले सिरी एयरलाई, बुद्ध एयरलाई, तपाईँहरूले हामीलाई चाहिँ के कमिसन बढी दिनु पर्यो भनेपछि हामी त फ्लाइट झिक्दिन्छौँ। हामीले पूर्वतिरै बिजनेसहरू पाए अन रिक्वेस्ट ल्याइराखेका एयरलाइन्सहरू भएको हुनाले भाडाको विषयमा हामीले यता किताब पुरा चलायौँ। त्यो डलर सेयरको कारणले गर्दा एउटा भनौँ नि समान भाडामा चाहिँ समानत्व हुनु पर्यो। सुदूरपश्चिमलाई मात्रै यस्तो व्यवहार किन गर्ने भन्ने विषयमा यो डलर सेयर चाहिँ हामीले तुरन्त हटाइदिन्छौँ नि भन्ने भएको छ। मोटामोटी सायद यो हटिसक्यो पनि होला। जस्तो विदेशीहरूलाई चाहिँ महँगो भाडा, नेपालीलाई चाहिँ कम लाग्ने भन्ने 1 वर्ष 2 वर्ष यसलाई ट्रायल बेसिसमा सुदूरपश्चिमको लागि मात्रै टेस्टिङ गर्ने किसिमले पनि तपाईँहरू चलाउनु भनेको छ। यो चाहिँ करिब मलाई लाग्छ 99% सेटल भइसकेको छ। भएन भने पनि डेट सेटल हुन्छ। तर इन जनरल अरू भाडाको विषय पनि भाडाको घटाउनुको लागि कम्पिटिसन हुनु पर्यो। कम्पिटिसन नभएको त भाडा घट्दैन नि। मोनोपोलीको बिजनेस यहाँ त बुद्ध र सिरीको 2टा फ्लाइट छ, उहाँहरूको पनि अघोषित सिन्डिकेट टाइमको हुन्छ। मान्छे छैन भने 2टाले डिले गरिदिने अथवा अहिलेको
फ्लाइट 4 घण्टा पछि लैजाउँला अहिले ल्याउँछ भन्ने खालको छ गर्छौ भयो जति पैसा दिन्छौ हामीलाई पुर्याइदेऊ भन्ने हामी अवस्थामा र हामी त अप्सन नभए हुनाले पनि भाडामा कम्पिटिसन भइरहेको हो तर अप्सनहरू भयो भनेपछि फ्लाइटहरूको कन्टिन्युटी भयो र पब्लिकको फ्लो भयो भने त भाडा त अटोमेटिक घट्छ। त्यही त मान्छेहरू हुँदैनन्, पब्लिक छैनन्, यात्रु छैनन् भनेपछि फेरि विमानस्थल ठुलो बनाएर मात्र चल्न सक्नु पर्यो भने त्यो सम्भावनाहरू छन् त्यहाँ होइन। यहाँको लागि त भने नि मैले यो एयरपोर्ट चलायमान गर्नको लागि जस्तो अहिले पनि हामी कहाँ छैन 1000जना मान्छेको मुभमेन्ट छ तर 2020को डाटा हेर्नुहोस्, अहिले 2015को डाटा हेर्नुहोस्, 2010को त्यो के अरे इन्क्रिज भइरहेको छ, बिस्तारै बिस्तारै बढिरहेको छ। जस्तो हामीले भन्यो नि उत्तराञ्चलको कुरो यहाँनिर रुद्रपुरमा हाम्रो 150 किलोमिटरमा चाहिँ उसको राजधानी भनौँ के अरे उत्तराञ्चलको इन्डस्ट्रियल एरिया छ। उत्तराञ्चलको चाहिँ दैनिक 100-150 जना मान्छे काठमाडौँ आउने दिल्ली भएर काठमाडौँ आउँछन्। अब त्यो अप्सनहरू हामीले क्याच गर्न सक्छौँ। दिल्लीकै भनौँ न, दिल्लीमा अहिले 350-400 किलोमिटर हामी 4 घण्टामा यहाँबाट दिल्ली पुग्छौँ। दिल्लीकै मान्छेले चाहिँ धनगढी विमानस्थल युज गरेर चाहिँ काठमाडौँ उहाँको इन्टरनेसनल फ्लाइट र डोमेस्टिक फ्लाइटमा तपाईँले भने जस्तो एयर फेरो पनि अलिकति कम भयो, कनेक्टिभिटी पनि राम्रो भयो। तर यो बोर्डरमा अब यो चेकिङका कुराहरूदेखि लिएर दुनियाँ अरू धेरै समस्याहरू सँगसँगै हामीले यो जालोलाई तिर्नुपर्ने भएको हुनाले अलिकति भिजिटर कम देखिएको। तर अन्तर्गत त यो विमानस्थललाई चाहिँ सरकारले एकदमै महत्त्वपूर्ण विमानस्थलको रूपमा डेभलप गर्ने हो भने यहाँ भिजिटरको कमी होला र भिजिटर नभइकन सरकारले बिजनेस नपाउला, एयरलाइन्सहरू नचल्लान् भन्ने कुराहरूमा चाहिँ हामी एकदमै कन्फिडेन्स छौँ। र अहिले पनि जस्तो हामीले देहरादुनसित कनेक्सन जोड्ने हो, बेङ्गलोरसित कनेक्सन जोड्ने हो भने इन्टरनेसनल कनेक्टिभिटीको लागि पनि मान्छे एकदमै सम्पर्कमा छौँ। र हामीले अहिले यहाँबाट भारतको भनौँ नि महत्त्वपूर्ण 1-2वटा सहरहरू हो भने मजाले बिजनेस लिन सक्छौँ। तर काठमाडौँबाट धनगढी र इन्डिया दिल्लीतिर जाँदाखेरि एउटै भाडा पर्छ भन्छन्। आखिर यात्रुलाई त महँगो पर्छ, किन आउँछन् धनगढी भएर यता? यो पनि एउटा प्रश्न छ नि। होइन, अब इन्डियामा त्यहाँको भाडाहरू कस्तो छ भने कहिलेकाहीँ अब जस्तो फ्युलको कारणले यताउति मुभमेन्टको कारणले उतार चढाव हामी त्यो सिस्टममा पनि गइसकेका छौँ। 6 महिना पहिले लिइराख्यो भने एउटा भाडा हुन्छ, 3 महिना पहिले लिइराख्यो भने एउटा भाडा हुन्छ, 15 दिन पहिले लिइराख्यो भने एउटा भाडा हुन्छ। यो चाहिँ सिस्टमेटिक चलिराखेको मुलुकहरूमा चाहिँ मुभमेन्ट अनुसार चाहिँ के अरे भाडाहरू चाहिँ फिक्स गरिराख्ने हो। तर अहिलेको लागि त्यस्तो देखियो भने नि अन्तर्गत त यही अवस्था सबै रहन्छ भन्ने चाहिँ त होइन नि त बाबा। अहिले हामी त अप्सन नभएको कारणले एयरलाइन्सहरूसित पनि हामीले बार्गेनिङ गर्न सकिरहेको छैनौँ भने नि मैले जुन किसिमको भाडाको एउटा राखेको छ, रेन्ज राखेको छ सरकारले, यो पनि एउटा फिक्स जस्तो 10,000 देखि 17 पहिले के थियो भने 6,000 देखि 13,000सम्म भाडा लिन सक्ने भनेको थियो। अहिले पनि 10,000 देखि 17,000सम्म भाडा लिन सक्ने भनेर भनेको हुन्छ। त्यसले गर्दा के हुन्छ भनेपछि यो व्यापार नै हो। कहिलेकाहीँ जस्तो राजमार्ग बन्द भयो, यताउति भयो, दसैँ तिहारहरू आयो, हामीले दुःख छ। अरू बेला चाहिँ दसैँ तिहारको बेला अरू मुलुकमा, अरू ठाउँमा, अरू देशको जनताहरूले चाहिँ सुख पाउँछन्, त सब्सिडी दिन्छन्। के अरे हाट बजारमा 10% छुट देऊ, अर्को देऊ भन्छन्। एयरलाइन्सवालाहरूले हामीलाई राख्नु खोज्छ कि त्यतिखेर चाहिँ 17,000 भन्दा तलको टिकट पाउँदैन। तर यो अवस्था त सरकारले, यो विषयमा त सरकारले बुझ्नुपर्ने हो नि। यो अवस्था पब्लिकले होइन, सरकारले सिर्जना गरेको अवस्था हो। यो विषयमा चाहिँ बरु तपाईँहरू जस्तो मिडियाको साथीहरूले पनि सरकारलाई चाहिँ यो दसैँ तिहारको बेलामा अरूले सब्सिडी पाउँछन्, एयरलाइन्सहरूले चाहिँ रेगुलेट गर्छन्। अब यो त हामीलाई नै लाज लाग्छ, तर भन्ने कि बाध्य भएर चढ्नै पर्छ। हजुर, अस्तिको छलफलमा त्यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने मान्यजीहरू पनि हुनुहुन्थ्यो, उहाँले यो विषय उठाउनु भएन? होइन, उठाउनु भयो। मान्यजीहरूको सबैको इनिसिएसन एउटै थियो। मान्यजीहरूको भनाइ यो एयरपोर्ट चाहिँ महत्त्वपूर्ण हो। अहिले राज्यसित पैसा छैन। अहिले टेन्टेभली हामीले भने नि यो एउटा त्यो प्रोजेक्ट तयार गर्नको लागि त्यतिखेर बनाएको मोटामोटी उसमा चाहिँ झन्डै 24-25 अरब रुपियाँ चाहिँ चाहिने खालको एउटा पिक्चर देखिएको थियो। त्यो त्यसमा चाहिँ 50% चाहिँ जग्गा अधिकरणको लागि हो। अब 10-12-15 अरब रुपियाँ चाहिँ जग्गामा लाउनुपर्छ। र साथीहरूको सबैको इनिसिएसन के थियो भने ठिक छ, अहिले राज्यले हामीले इमिडिएट बनाउन सक्दैनौँ भने पनि यसलाई विमानस्थल चाहिँ अन्तर्राष्ट्रिय भएन भने क्षेत्रीय विमानस्थलको रूपमा पनि बिस्तारै क्रमिक रूपमा हामीले लैजाउँला। तर जग्गा भन्ने कुरो चाहिँ एक वर्ष हामीले 50 वर्ष पछिको लागि पनि हेरेर 300-350 बिघा जग्गा चाहिने भने त्यो अहिले पनि त्यहाँ सस्तो छ, जग्गा चाहिँ होल्ड गरेको पनि छ। त्यहाँको नागरिकहरू पनि धेरै कराइरहेछन्। क्रमिक रूपले हामीले यो वर्ष अथवा एउटा बनाएर अरू प्रोजेक्टको जस्तो सुदूरपश्चिममा हाल्नुपर्ने नियमित बजेटहरू भनौँ नि कटौती गरौँ। त्यो शब्द मैले प्रयोग गर्न मिल्दैन, तर एउटा बजेटमा प्रायोरिटीमा राखेर अरू क्षेत्रको तुलनामा यसलाई धनगढी त्यहाँ अवस्था कस्तो छ भने अहिले फेरि यो अरू बेला सरकारको पोलिसी कि सरकारले प्रोजेक्ट बेसी त पैसा हाल्थ्यो। अहिले चाहिँ धनगढी विमानस्थललाई यति, बाजुरालाई यति, सिमरालाई यति, जनकपुरलाई यति भनेर अहिले चाहिँ नाइदी उद्यानलाई एकमुष्ट पैसा दिने चलन छ सरकारको।
20-50 अरब रुपियाँ जति दिने हो नागरिक उद्यानलाई दिने। नागरिक उद्यानले चाहिँ यो छनौट गर्ने, नागरिक उद्यानले छनौट गर्ने त्यही हो। यो त कर्मचारीको पहुँच, हाम्रो नेताहरूको पहुँच, मन्त्रीहरूको पहुँच भनौँ। नागरिक उद्यानको प्रायोरिटीमा हामी पढ्न सकेनौँ र उनीहरूले आफ्नो पहुँचको भरमा, जस्तो हाम्रो पैसा लगेर पहिलेको 2 अरब रुपियाँ भने मैले चितवनमा लगेर कार्यालय बनायो, त्योभन्दा पहिलो वर्षको जनकपुरमा लगेर बनायो। पहुँचको भरमा काम हुने सिस्टम भएको हुनाले अब नागरिक उद्यान प्राधिकरणमा पनि हाम्रो पहुँच नभएको कारणले पनि यो चाहिँ सरकारले डाइरेक्ट पैसा राख्ने, बजेट राख्ने सिस्टम हो भनेपछि हामीले सरकारलाई भन्न सक्दैनौँ। अब सरकारले नागरिक उद्यान प्राधिकरणलाई दिने, नागरिक उद्यान प्राधिकरणले पैसा छुट्याउने परम्परा भएको हुनाले पनि अलिकति अन्य भएको छ। यसको लागि डिपिआर तयार भइसक्यो भने होइन कम्प्लिट त्यो त सबै प्रोजेक्ट रिपोर्टै एकदम तयार छ। अस्ति नागरिक उद्यान प्राधिकरणले प्रेजेन्टेसन पनि गरेको छ, त्यहाँ सबै कुरो देखाएको छ। मान्यजीहरू पनि यो विषयमा चाहिँ एकदमै इनिसिएसन लिनुभएको थियो उहाँहरूले। हाम्रो जस्तो खास गरेर यो क्षेत्रको मान्यजीहरूको जे जति त्यहाँ उपस्थित थियो उहाँहरूको राम्रो इनिसिएसन, उहाँहरूको एउटै आवाज के थियो भने ठिक छ हामीले अन्तर्राष्ट्रिय एयरपोर्ट अहिले बनाउन नसके पनि जग्गा चाहिँ अहिले लिइहालौँ। यो वर्ष अथवा अर्को वर्षको कार्यक्रमभित्र जग्गा जति चाहिने हो भोलि 50 वर्ष पछिको लागि सोचेर ल्याउँ र काम गर्ने कुराहरू चाहिँ परमिट गभर्मेन्टले गराउला। हाम्रो राज्यको आयस्ता त्यहाँको मुभमेन्ट हेरेर गराउला, तर जग्गा चाहिँ लिनै पर्छ भन्ने खालकै थियो उहाँहरूको पनि। यहाँहरू लामो समयदेखि सुदूरपश्चिम क्षेत्रमा पर्यटन व्यवसायको रूपमा काम गरिराख्नु भएको छ, पर्यटन क्षेत्रमा लागिराख्नु भएको छ, सामाजिक मुद्दाहरूमा पनि लागिराख्नु भएको छ। योभन्दा अगाडि पनि त्यही विमानस्थललाई विस्तार गर्नुपर्छ भनेर 1 रुपियाँ अभियान पनि यहाँहरूले सञ्चालन गर्नुभयो, धेरै अभियानहरू सञ्चालन गरिराख्नु भएको छ। तर पर्यटन व्यवसायी हुँदै गर्दाखेरि त्यो क्षेत्रको पर्यटनको विकास कतिको भएको छ? हामीले बाहिरबाट चाहिँ यहाँले देखाउनु पनि भारतका विभिन्न ठाउँहरू छन्, त्यहाँ पर्यटकीय सम्भावना छन्, नेपालमा हामी पर्यटक भित्राउन सक्छौँ भने अहिले मात्र होइन सुदूरपश्चिमका जनता पहिल्यैदेखि भनिरहेका हुन्। यसको लागि अलिक कस्तो छ भने अहिले पनि अझ गाँजे माझे चाहिँ हामीले 2010 देखि 2020 को 10 वर्षीय अभियान चाहिँ यो क्षेत्रको चाहिँ यो गन्तव्यहरू पहिचान गर्ने अभियान सुरु गर्यौँ र 2020 देखि व्यावसायिक पर्यटनहरू यो भएका पर्यटन क्षेत्रहरूलाई सेल गरेर हामीले व्यवसाय कसरी गर्ने, आय आर्जन कसरी गर्ने, थोरै भए पनि यो क्षेत्रको गरिबी न्यूनीकरणमा पर्यटनको के महत्व छ भन्ने विषयमै हामीले काम गरिरहेका हौँ। बिचमा कोरोनाको कारणले त्यो धेरै समस्याको कारणले हामी अगाडि बढ्न सकेनौँ र अहिले त्यो अवस्थालाई तीर्मान गर्दै अहिले मात्रै यो धनगढीमा यही आर्थिक वर्ष मात्रै यो 4 तारे 5 तारे होटलहरू अहिले सञ्चालनमा आउँदैछ। अब त्यो सम्भावना नभइकन ती साथीहरूले त्यत्रो लगानी गर्दैनन्। सम्भावना चाहिँ राम्रो सम्भावना छ, बिस्तारै हामीले चाहिँ यसलाई चलायमान गर्नुपर्छ, पर्यटन मैत्री व्यवस्था बनाउनुपर्छ। तर यसको लागि जस्तो स्टेक होल्डरहरू मेजर कुरो अहिले ठिकै यहाँ ल्याउनुको गन्तव्यहरू भनेको सबै स्थानीय निकायहरूसित हुन्छ। स्थानीय निकायले पनि आफ्नो स्थानीय निकायबाट हाम्रो 88 वटा यहाँ स्थानीय निकाय सुदूरपश्चिममा हाम्रा प्रदेशका महत्त्वपूर्ण गन्तव्यहरू हाम्रा यी हुन्। तर यो वर्ष पहिलो वर्षमा हामीले एउटालाई गर्ने, दोस्रो वर्ष परिमित रूपले उहाँहरूले गन्तव्य पहिचान गर्नु पर्यो। त्यसै गरी प्रदेश सुदूरपश्चिम प्रदेश सरकारले कमसेकम 9 वटा जिल्लाको 9 वटा मात्रै हाम्रा पर्यटन गन्तव्यहरू हुन्। यो गन्तव्यहरू चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा चाहिँ तपाईँहरूले चिनाउनु पर्यो र यसमा चाहिँ हामीले मार्केटिङ गर्छौँ भन्ने खालको प्रदेशबाट आउनु पर्यो। त्यसपछि सबभन्दा अझै एउटा मलाई भनिहाल्नु पर्ने र लाज लाग्ने कुरो चाहिँ हाम्रो नेपाल टुरिज्म बोर्ड भन्ने छ। हामी कहाँ यो के अरे यो यस्ता यी पर्यटन गन्तव्यहरूको प्रवर्धन गर्ने, यो पर्यटन गन्तव्यहरूको रेकर्ड राख्ने, यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा चाहिँ मार्केटिङ गर्नुपर्ने, चिनाउनु पर्ने, लैजानु पर्ने काम चाहिँ यो नेपाल पर्यटन बोर्डले गर्छ। नेपाल पर्यटन त्यो भिरकुटी मण्डपमा सीमित छ त्यो। उसको अब अन्त के गरिरहेको मैले भन्नु मिल्दैन। सुदूरपश्चिमको एउटा सामान्य इन्फर्मेसन पनि उहाँहरूका छैन र हामी झन्डै 10 वर्ष अगाडिदेखि यसलाई ब्रान्च एक्सटेन्सन गर्नु पर्यो। तपाईँले पोखरा मात्रै गएर हुँदैन, चितवनमा जानु पर्यो, लुम्बिनीमा जानु पर्यो, साथै प्रदेशमा जानु पर्यो, नेपाल टुरिज्म बोर्डको अफिस खोल्नु पर्यो भन्ने विषयमा एकदम प्रयत्नरत रह्यौँ। गत मेहनत गर्दा हामीले 75 सालमा अफिस खोल्यौँ। त्यतिखेर पनि अब तत्कालीन सिओ र मन्त्रीको टसलको कारणले चाहिँ यो कार्यक्रम हुन सकेन। फेरि हामीले रिभ्यू गर्दा गत वर्ष 5 करोड रुपियाँ पैसा पनि छुट्यायौँ र सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा अफिस खोल्ने भन्ने पनि निर्णय गराइयो। अब त्यति हुँदा पनि त्यो टुरिज्म बोर्डको साथीहरू होइन, यहाँले अब यसरी पक्षपात गर्यो, बोर्डले हेरेर भन्दै गर्दाखेरि त्यो क्षेत्रका व्यक्तित्वहरू पनि त्यसको समितिमा बस्नु भएको थियो, उहाँहरूले गर्नु भएन भनेर यहाँहरू कुरा गर्न सक्नुहुन्न आफ्नो क्षेत्रको व्यक्तिहरूसँग? लामो प्रयासपछि बोर्डमा पनि पर्सेन्टेज अब त्यो क्षेत्र त्यो वर्ग त्यो भन्दा पनि अब के छ भने यो नेपाल टुरिज्म बोर्ड र साथीले यहाँले पठाइहाल्नुभयो। नेपाल टुरिज्म बोर्डको ओभरअल संरचना त्यो 25 साल हामी अब यतातिर लाग्छ। हजुर, यो बोर्डका कुराहरू त्यो संरचनाका कुरा भन्दाखेरि त्यहाँको मैले जोडिरहेको थिएँ भारतबाट पर्यटकहरू आउने कुराहरू हिजोभन्दा बढ्या छन् अथवा के छ स्थिति? यहाँहरू चाहिँ विमानस्थल विस्तारका कुरा गर्दै हुनुहुन्छ, आखिर पर्यटनहरू आएपछि त त्यो चल्ने हो होइन?
विमानस्थल बनायौँ, हामी पर्यटकहरू आएनन्, यात्रुहरू भएनन्, फेरि समस्या हुन्छ। त्यसको लागि यहाँहरू के अध्ययन गर्नु भएको छ कि भन्नु खोजेको? होइन, त्यति भन्नु यसको लागि त जस्तो हामी त पम्पलेट चाहियो, पोस्टर चाहियो, मार्केटिङ चाहियो। हामीले बोर्डर सिटीहरूमा चाहिँ मिटिङ गर्नु पर्यो। दिल्ली एसआइटीसित हाम्रो सम्पर्क हुनु पर्यो। उत्तराञ्चल, रुद्रपुर, देहरादून, नैनीताल यी सब कुरा हाम्रो प्रवर्धन गर्ने, यो मार्केटिङ गर्ने काम नै नेपाल टुरिज्म बोर्डले गर्ने हो कि हामीलाई कोर्डिनेसन गराउने, भिजिटरहरूसित कन्ट्याक्ट गराउनेदेखि लिएर। तर उसको उपस्थिति पनि एकदमै महत्त्वपूर्ण भन्ने नि मैले हिजो अस्ति जे जस्तो भयो भने यो वर्ष चाहिँ अब फेरि हामी अफिस खोल्छौँ भन्ने किसिमले साथीहरू जोरमा आइरहेको छन्। यो नभएको कारणले पनि अलिकति हामीलाई सबै कुरो यसैले रोक्या भन्ने चाहिँ होइन। तर यो नभएको कारणले पनि अलिकति हामी बोर्डरसित, भारतसित जस्तो कनेक्टिभिटी, कनेक्सन गर्न, इन्फर्मेसनहरू दिनको लागि हामीले एउटा व्यक्तिले भन्नु र एउटा सरकारले भन्नु जस्तो उत्तराञ्चलमा हाम्रो उत्तराञ्चल हाम्रो कुमाउँ मण्डल, गढवाल मण्डल टुरिज्म बोर्ड छ, अरे उत्तराञ्चल टुरिज्म बोर्ड छ, युपी टुरिज्म बोर्ड छ, कुमाउँ मण्डल टुरिज्म बोर्ड छ। उहाँहरूसित पनि हाम्रो टुरिज्म बोर्डको एउटा लिङ्केज भयो भने अनि संस्थागत भिजिटरहरू ल्याउँदाखेरि कोर्डिनेसन गर्नलाई पनि सजिलो हुन्छ भन्न खोजेँ मैले। तर अहिले खास गरेर इन्डियन पर्यटन साथीहरू आउनुको लागि अलिकति हाम्रो प्रशासनिक झमेलाहरू, बोर्डरहरूमा चाहिँ शान्ति सुरक्षाको कुरो, चेकिङहरू नेपालमा अलिकति चेकिङ बढी हुन्छ, दुःख बढी दिन्छन् भन्ने खालको यो नचाहिने मेसेजहरू बढी गएको कारण फेरि हाम्रो गाउँ गएर बनबसाको पुल तपाईँले हेरिहाल्नु।